लु है यो के ल्याएर दियो यो झनै कागजहरू मात्रै दिन्छ पैसा कमाउन आएको मान्छेलाई। पैसा चाहिँ ल्याम काट्छ। यो के हो? हे के हो यो गाइज? केही बुझ्दिन त। इस पैसा काटेको हेर्नु नि, खापगुन्से भनेर 3,62,060। छुमिन्से नागरिक कर 36,000। खनगाम बोहम हेर्नु, हेल्थ इन्सुरेन्सको 1,06,60। हट सिल्ने थुङ्ग्यो तेलको यस्तो छ कमाइ। गाह्रो छैन त। कर हेर्नु न, कर यहाँ कमाइ भएर मात्र हुन्छ। अनि तलब हेर्नु, कर नेपाली 36,000 होइन, यो कति भनौँ भने 3,600 नागरिक कर। अनि यो 10,000 हेल्थ इन्सुरेन्स। अनि यो 18,000 तेल र बिजुलीको। भनेपछि यसरी कोरियामा काम गरेर कहिले धनी हुने कहिले फर्किने होइन। कहिले 40 त यसै पुग्ने भयो, कहिले कमाउने कहिले जमाउने कहिले रमाउने त गएन त जिन्दगी।